अब चाहिँ हामीहरूलाई तिनजुरेलाई बाई बाई गर्दै बसन्तपुर जाँदैछौँ। त्यो पनि हिँडेर बाटोमा फोटो खिच्दै गुराँस हेर्दै हामी लाग्यौँ है साथीहरू। हो च्यानल हेर्ने, सब्सक्राइब पनि गर्ने, लाइक गर्ने, कस्तो भइरहेछ कमेन्ट गर्ने हजुरहरू है। हेरेर त्यत्तिकै छोड्ने होइन साथी हो। गुराँस फुलेको गुराँस हेर्ने हो आनन्दसँगले। जति तपाईँहरू सिर्फ 2 दिनको टाइम लिएर आउनुहोस् तिनजुरेको गुराँस। बसन्तपुरदेखि अटो चढेर जानुहोस्, त्यसपछि अटोले पुर्याइराख्छ अनि तिनजुरेमा रमाइलो गर्नुहोस्, हेर्नुहोस्, मन्दिरमा दर्शन गर्नुहोस्। त्यसपछि फर्किँदाखेरि हिँडेर फर्किनुहोस्, अटोमै नफर्किनुहोस्। तपाईँहरू फेरि अटोमा फर्किनु भने यो ठाउँ तपाईँहरूले देख्नुहुन्न है। यो यति राम्रो छ नि, गुराँस जताततै फुलेको गुराँस तपाईँ देख्नै पाउनुहुन्न। त्यही भएर चाहिँ गुराँस बाटोमा हेर्ने मन छ, रमाइलो गर्ने मन छ, फोटो खिच्दै फर्किने मन छ भने तपाईँहरू हिँडेर आउनुहोस्, हिँडेर फर्किनुहोस्। म यही भन्न चाहन्छु। यति भन्दै अब करिब मेरो क्यामेराको ब्याट्री सकिसकेको छ। अरू ठाउँमा पनि बसन्तपुरमा पनि यसो 1-2वटा भिडियो गर्नुपर्ने छ। त्यही भएर चाहिँ म अब तिनजुरेदेखि हामी सबै तपाईँहरूदेखि बिदा हुन लागिरहेको छु र तपाईँहरू एक दिन तिनजुरे आउनुहोस्, रमाइलो गर्नुहोस्, मजाले मस्ती गर्नुहोस्। र मेरो भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै 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 धन्यवाद। जसले हेर्दै हुनुहुन्छ लाइक, सब्सक्राइब अनि कमेन्ट गर्न पनि नछुटाउनु होला है। धन्यवाद भन्दै बाई बाई तिनजुरे। ल